जहाँ मलाई लानुहुन्छ त्यही जान तयार छु म। जे मलाई भन्नुहुन्छ त्यही गर्न राजी छु म। तपाईको सामुने हाजिर छु म। तपाईको सामुने हाजिर छु म। प्रभु मलाई पठाउनु तपाईको सेवामा। प्रभु मलाई पठाउनु तपाईँको सेवामा। तपाईको सुवासना सब ठाउँमा फैलाउने छु। तपाईको मिठो वचन सबैलाई सुनाउने छु। मेरो जीवन रहन्छ सदा तपाईको प्रशंसा। मेरो रहल जीवनले गाउने छ सदा तपाईको प्रशंसा। प्रभु मलाई पठाउनु तपाईको सेवामा। प्रेज द लर्ड। प्रभुलाई धन्यवाद। यहाँहरू सबैजनालाई ख्रीष्ट येशूको नाउँमा जय मसीह। यो आजको ख्रीष्ट येशूको जन्म उत्सवको तपाईँहरू सबैजनालाई शुभकामना छ। विशेष गरी मनोरञ्जन ग्रुप आज क्रिसमस अनि क्रिसमसको अर्थ यो समय ख्रीष्ट जन्मिनु भएको समय हो। डिसेम्बर 25 मात्रै नभइकन क्रिसमस यो ख्रीष्ट येशू ख्रीष्ट मानिसको रूपमा जन्मिनु भएको समयलाई आज हामी क्रिसमस भनेर अनि रमाइलो गर्दै होइन धेरै कुराहरू हामी गर्छौँ। अनि यहाँ हामी धेरै कुराहरू देख्छौँ अनि त्यो सबै प्रभुको महिमाको निम्ति हो। तपाईँहरूको बिचमा थोरै कुरा धेरै कुरालाई चाहिँ थोरै समयमा चाहिँ म परमेश्वरको महिमा निम्ति र तपाईँहरूको हरेक है समयमा यसरी नै परमेश्वरको महिमा भएको होस् भन्न चाहन्छु। र यो समय विशेष गरेर बाइबलबाट नै हामी पढ्नेछौँ। बाइबलमा चाहिँ के भन्छ भने बाइबलमा एउटा कुरा यस्तो छ जसले गर्दाखेरि यहाँहरू सबैजनालाई के भन्न चाहन्छु भने बाइबल चाहिँ यस्तो कुरा हो सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, आर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस्। आमेन। है परमेश्वरको जन यस्तो होस् जसले गर्दाखेरि हरेक कुरामा सुसज्जित भएको होस् भनेर बाइबलले यो कुराहरू बताउँछ। र यो बाइबल अनि हाम्रो जीवनलाई सच्याउनको लागि पनि हो है। हाम्रो जीवनमा हरेक कुराहरू घटिकमी हुन्छ ती कुराहरूलाई सच्याउनको लागि पनि हो र शिक्षा दिनलाई पनि हो। त्यस कारणले आजको थोरै शिक्षा चाहिँ के छ भने यहाँ हामीले धेरै कुराहरू बत्तीहरू बालेको हरियो रूपमा बत्ती बलेको कुराहरू हामी देख्छौँ। यो सबै सजावटहरू हामी देख्छौँ अनि यो सजावटलाई हेर्दाखेरि चाहिँ राम्रो देखिन्छ। हामी क्रिसमस मनाउँदैछौँ र कस्तो क्रिसमस मनाउँदैछौँ है। क्रिसमस धेरै प्रकारले मनाइन्छ। प्रार्थना गरेर, आराधना गरेर र मिठो मिठो खाना खाएर होइन अनि आफूलाई मनलाग्दो कुराहरू पनि पिएर खाएर पनि मनाउँछौँ। तर त्यो कुराहरू चाहिँ आफूले नै विचार गर्ने हो के कुराले चाहिँ क्रिसमस राम्रो हुन्छ त। र आफ्नो जिब्रोलाई बस्न राख्न
हामीले सक्नुपर्छ र जीवनलाई लडबडाउने कुराहरूले चाहिँ होइन। त्यस कारणले एउटै मात्र धेरै कुराहरू भन्दा पनि क्रिसमसको ट्री सजिएको हुन्छ, हरेकको घरमा क्रिसमस ट्री सजिएको हुन्छ। अनि त्यो क्रिसमस ट्री चाहिँ यस्तो मजाले सजिएको छ कि जसले गर्दा हेर्दाखेरि राम्रो देखिन्छ र घर वरिपरि सबै कुराहरूले सजिएको छ। त्यो हामीले आँखाले देख्ने कुरा हो, तर आज परमेश्वरले देख्ने कुरा चाहिँ के छ त? परमेश्वरले चाहिँ देख्ने कुरा चाहिँ यही छ जसले गर्दाखेरि तपाईँ र मेरो जीवनमा त्यो देख्छ। मत्ती 2:10-11 यसरी लेखेको छ, जब तिनीहरूले त्यो तारा देखे तब तिनीहरू अति आनन्दित भएर रमाए अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे र घोप्टो परेर उहाँलाई दण्डवत गरे। तब आफ्नो कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित र धूप र मुर्र भेटी चढाए। आज चढाउने कुराहरू हामी यहाँ पाउँछौँ। धेरै कुरा मध्ये यहाँ कन्तुर भनेको के हो? कन्तुर भनेको यी सामानहरू सबै कुराहरू राख्ने ठाउँ। अनि त्यो राख्ने ठाउँ चाहिँ आज तपाईँ र मेरोमा छ कि छैन है? आज तपाईँ र मैले त्यो कन्तुर बोकेको छैन। अनि त्यो प्रभुलाई चढाउने खालको कुराहरू हामीसँग छ कि छैन? अनि त्यो कन्तुर हो हाम्रो हृदय। हाम्रो हृदयले चाहिँ आज त्यो कुराहरू ल्याउन सकेको छ कि छैन है? त्यो कन्तुरबाट हामी प्रभुलाई के चढाएका छौँ त? आज सुन हामीसँग छ छैन? मुर्र, धूप। तर आज हाम्रो जीवनमा त्यो सुन जस्तो है महँगो खालको कुरा, अनि त्यो सुन जस्तो महँगो र अनि त्यो एकदमै शुद्ध कुरा हो। अनि त्यो शुद्ध कुरा चाहिँ आज हामीसँग छैन। त्यस कारणले आज तपाईँ र मैले त्यो शुद्ध जीवन जिएको छ भने साँच्चै नै हाम्रो कन्तुरबाट, हाम्रो हृदयबाट त्यो शुद्ध तरिकाले प्रभुको आराधना गर्न सक्छौँ। आमेन। अनि आज मुर्र र धूप, अनि त्यसले चाहिँ के गर्न सक्छ भने आज धूप, तपाईँ र मेरो पछाडि धेरै कुरा काट्नेहरू हुन्छन्, मानिसले पनि त्यही कुरा काट्छन्, तर तपाईँ र मेरो बासना चाहिँ कस्तो छ? तपाईँ र मेरो बासना चाहिँ कस्तो भइरहेको छ? कस्तो बासना चलिरहेको छ? त्यस कारणले हाम्रो हृदयबाट प्रभुलाई दिन सक्ने यी ज्योतिषीहरूले ल्याएको धूप, मुर्र, सुन, यी कुराहरू ल्याउन नसके पनि तपाईँ र मेरो जीवनबाट चाहिँ त्यो धूप है अनि त्यो शुद्ध जीवन हामीले जिएको छैन। त्यस कारणले आज तपाईँ र मेरो हृदय त्यो कन्तुरबाट हामी प्रभुलाई के दिन सक्छौँ त? त्यस कारणले आज एउटै कुरा दिन सक्छौँ, हाम्रो जीवनको वासना कस्तो छ, हाम्रो व्यवहारिक कस्तो छ, हामीले जिउँदै गरेको जीवन चाहिँ कस्तो छ र हामीले साँच्चै जिउँदै गर्दाखेरि हाम्रो व्यवहारिक कस्तो छ। अनि परमेश्वरले त्यो कुरा चाहिँ हेर्नुहुन्छ। बाहिरको धेरै सजावट चाहिँ साँच्चै हाम्रो आँखाले देख्छ भने हाम्रो हृदयको कुरा चाहिँ परमेश्वरले देख्नुहुन्छ। त्यस कारणले एउटै कुरा छ, परमेश्वरले एक दिन प्रभु यीशु ख्रीष्ट जाँदै गर्दाखेरि, सहरतिर जाँदै गर्दाखेरि बाटोमा एउटा अन्जिरको बोट देख्छ है। बाइबल पढ्नेहरूले सबैलाई थाहा छ, त्यो अन्जिरको बोट एकदमै राम्रो होइन, रहरलाग्दो हरियो देखिन्छ र त्यो हरियो बोटमा केही न केही फलेको छ भनेर त्यो आशाले प्रभु यीशु ख्रीष्ट त्यहाँ पुग्छ। त्यहाँ पुगिसकेपछि त्यहाँ हेर्दै गर्दाखेरि एउटा फल पनि देख्दैन। अनि नदेख्दाखेरि त्यतिखेर नै प्रभु यीशु ख्रीष्टले भन्नुभएपछि त्यहाँ चाहिँ अब उपरान्त तँमा कहिल्यै फल नफलोस्, र त्यो अन्जिरको रुख तुरुन्तै ओइलाइहाल्यो। यो डरलाग्दो कुरा छ। आज हाम्रो क्रिस्चियन जीवन जिउनका लागि आज मानिस हामी कस्तो तरिकाले जिउँदैछ त? साँच्चै नै क्रिसमस त हो, क्रिसमस हामी मनाइरहेका छौँ। हामीले धेरै किसिमका क्रिसमसहरू मनाउँछौँ है। त्यस कारणले रमाइलो मात्रै नभइकन, आफ्नो मुख स्वाद मात्र नभइकन हाम्रो कन्तुरबाट प्रभुलाई के चढाउन सक्छ त?
हाम्रो जीवन साँच्चै प्रभुले हेर्दाखेरि, प्रभुले जान्दाखेरि चाहिँ हाम्रो जीवनबाट त्यो बास्ना साँच्चै निस्किएको छ। त्यो बास्ना चाहिँ साँच्चै प्रभुलाई सुगन्धित धूप अत्तर भएको छ हाम्रो जीवनबाट। त्यस कारणले आज हाम्रो जीवनमा त्यो फलहरू फलेको छैन। त्यो अन्जिरको बोट चाहिँ साँच्चै त्यो समयमा फल नफल्ला, फल फल्ने सिजन थिएन होला। तर एउटै कुरा, हामी हरेक बाइबल पढ्नेहरू, हरेक क्रिस्चियनहरू, हरेक परमेश्वरका जनहरू, परमेश्वरका सृष्टिहरू, हरेक मानिस साँच्चै त्यो फल फलेको छैन। त्यस कारणले मानिसको जीवनमा हरेक समय त्यो सिजन छ। परमेश्वरको वचन हरेक समयमा सिजन छ। हरेक हप्ता हामी चर्चमा आउँछौँ, वचन सुन्छौँ, धेरै किसिमका वचनहरू हामीले सुनिसकेका छौँ। मलाई चाहिँ यो पालि यो सिजन थिएन भन्न चाहिँ पाइँदैन। सायद त्यो रुखमा त्यो सिजन थिएन होला, तर परमेश्वरको बाइबल वचनबाट सुन्नेहरूको हरेक समय सिजन हुन्छ। त्यस कारणले परमेश्वरको जीवनमा हामीले साँच्चै परमेश्वरले हाम्रो जीवनमा त्यो सिजन राखिदिनु भएको छ। त्यस कारण मेरो जीवनमा अहिले सिजन छैन भन्न पाइँदैन। त्यस कारणले हामी परमेश्वरसँगै सधैँ साथ रहनु आवश्यक छ। हाम्रो क्रिसमस सिर्फ डिसेम्बर 25 मात्र नभइकन हामी हरेक समय हाम्रो जीवनमा प्रभु यीशु ख्रीष्ट जन्मिनु पर्दछ। त्यस कारणले यूहन्ना 15:5 के भन्छ भने, दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट असल रहेर मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। आज परमेश्वरसँग हामी नजिक, सधैँ नजिक रहनु आवश्यक छ। त्यस कारणले त्यो फल चाहिँ के हो त? परमेश्वरको साथ रहेर त्यो फल चाहिँ हामी के फलाउन सक्छ त? गलाती 5:22 हामी सबैलाई थाहा छ, म पढेर सुनाउँछु। तर पवित्र आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, दया, धैर्य, भलाइ, विश्वास, नम्रता, संयम हुन्। यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। तपाईँ मेरो जीवनमा, तपाईँ र मेरो व्यवहारिकमा यी कुराहरू छ कि छैन? साँच्चै नै त्यो कन्तुरबाट हामी त्यो हाम्रो जीवनको वासना आएको छैन। त्यसैले यो रुखमा यी बत्तीहरू बलिरहेको छ, उज्यालो देखिन्छ है, ज्योति। लुका 12:35 तिमीहरूको आफ्नो कम्मर कस र तिमीहरूको बत्ती बालिराख भनेर भनेको छ। आज तपाईँ र मेरो ख्रिस्टको जीवनमा जिउनै गर्दाखेरि साँच्चै हामी बलिरहनु पर्दछ कि हामी अरूलाई पनि के गर्न सक्छौँ? ज्योति दिन सक्छौँ। त्यस कारणले आज 10 कन्याको बारेमा तपाईँहरू सबैलाई थाहा छ। 10 कन्या मध्येमा 5 कन्या निर्बुद्धि भए अनि 5 कन्या चाहिँ बुद्धिमती भएर प्रभु यीशु ख्रीष्टको आगमनमा साँच्चै आज त्यो जस्तो समय चाहिँ हाम्रो आउनु नपरोस्, हामी बुद्धिमती कन्याहरू जस्तो हुन सकौँ। हालेलुया। त्यस कारणले यहाँ के हुन्छ भने मत्ती 5:14-देखि 16 पदले तिमीहरू संसारका ज्योति हौ। डाँडामा बसिलिएको सहर लुक्न सक्दैन। मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैन, तर समाधानमा राख्दछ र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ। यसरी नै तिमीहरूको ज्योति मानिसहरूको सामुन्ने चम्कोस् र तिनीहरूले तिमीहरूका सुकर्म र देखुन् र स्वर्गमा हुनुहुने तिमीहरूका पिताको महिमा गरून्। हालेलुया। यस कारणले आज तपाईँ र मेरो जीवनबाट साँच्चै यो सुकर्म कुराहरू भएको छैन। अरूलाई देखाउने कामहरू भएको छैन, उज्यालो दिने कामहरू भएको छैन। है हामी क्रिसमस मनाउँछौँ, तर हामी क्रिस्चियन हरेक विश्वासी एउटा सुसमाचारको एउटा किताब हो। हरेक विश्वासी एउटा सुसमाचारको पन्ना हो। मत्ती, मर्कुस, लुका, यूहन्ना 4 पुस्तक सुसमाचारका पत्रहरू छन् भने तपाईँ र म पनि एउटा पत्र हो। हामीले बाइबल पढ्छौँ, बाइबल नपढ्नेले हामीलाई पढ्छ। के क्रिस्चियन त भन्दा हेर खुट्टा लटोटेर आएको,
हैन। यी कुराहरू हाम्रो जीवनमा देखियो भने गाह्रो अवस्था छ। त्यस कारणले फल फलाउँ, हामी ज्योति भएर हो रुखमा मात्रै नसजियौँ, क्रिसमस ट्रीमा मात्रै नसजियौँ, हाम्रो जीवनमा पनि सजिनु आवश्यक छ। परमेश्वरलाई महिमा होस्। म थोरै समय मैले लिएँ, हजुरहरूलाई परमेश्वरले धेरै आशीर्वाद दिउन् र परमेश्वरले हरेकलाई प्रेम गर्नुहुन्छ, क्रिस्चियनलाई मात्रै होइन, अक्रिस्चियन जसले येशू ख्रीष्टलाई चिन्नु भएको छैन, जसले बाइबल पढेको छैन, उहाँहरूलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ। अनि क्रिसमसको अर्थ चाहिँ विशेष गरेर भन्नुपर्दाखेरि प्रेम हो। अनि यो प्रेम परमेश्वरले यस्तो प्रेम गर्नुभयो, यस्तो प्रेम गर्नुभयो, कस्तो प्रेम गर्नुभयो, कस्तो प्रेम गर्नुभयो। प्रभु यीशु ख्रीष्ट यस संसारमा मानिसहरूको उद्धार र मुक्तिको निम्ति पठाउनु भयो, जो आज हामी साँच्चै ख्रीष्ट येशूको जन्म उत्सव हामी मनाउँदैछौँ। हरेक मानिसको उद्धार र मुक्तिको निम्ति यस संसारमा आउनुभयो। जसले उहाँलाई विश्वास गर्छ, जसले उहाँलाई ग्रहण गर्छ, उहाँलाई चाहिँ अनन्त जीवन प्राप्त भएको छ भनेर यूहन्ना 3:16 भन्दछ। हरेक विश्वासी मात्र नभइकन हरेक जसले उहाँलाई विश्वास गर्छ त्यो अनन्त जीवनको भागीदारी हुनेछ है। त्यस कारणले आज तपाईँ र म हरेक मानिसले मैले सुनेको छैन, मैले बुझेको छैन होइन, तर हरेक क्रिस्चियन मात्र नभइकन परमेश्वरले सारा संसारलाई प्रेम गर्नुभएको हो। त्यस कारणले आफ्नो एकमात्र पुत्र दिनुभयो, उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, त्यसले अनन्त जीवन पाओस्, कहिल्यै नष्ट नहुने जीवन पाओस् भनेर आज प्रभु येशू ख्रीष्ट यस संसारमा आउनुभयो। यहाँहरू सबैलाई ख्रीष्ट येशूले आशीर्वाद दियो। मेरो प्रार्थना छ सबैलाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह।